ओके सामा कोची कोची आज जापानको होलिडे आज आइतबार भएपछि बच्चाहरूको सबै बिदा हैन। हाम्रो 3 परिवार चाहिँ आज अब 2 परिवार बोकेर म जाँदैछु। अर्को परिवार सेम गाडी बोकेर दाइ भाउजू आउँदै हुनुहुन्छ। चट्ट बाटोमा जम्का भेट भएर भुराले खेल्ने ठाउँमा सरर गएर मजाले बच्चालाई घुमाएर लतक परेको चटपटे भिडियो आउँछ है। भिडियो लाग्छ साथ दिनु होला यो सिकाउन गाइसमा। यता मल्लजी भयो हैन। ल उता मल्लजीको श्रीमती हुनुहुन्छ, छोरी भयो, साँचीको यता भयो। मेरो ओक्सान कता हो आज ओक्सान नचिनी भएर आछिन् ल। हामी दाइहरूलाई कुरिया दाइहरू हेर्नु त भनेर बल्ल गाडी उठाउन थालेर हाम्रो यात्रा अब बल्ल सुरु भयौँ। घरबाट हामी 1 बजे निक्ल्यौँ। यताउता साथीभाइ जमा गर्दा 2 बज्यो। त्यसपछि नाहाबाट अब हामी 2 बजे हिँड्दैछौँ। इतवान नगरपालिका जाँदै हो है। इतवान नगरपालिका इतवान दाइहरू पछाडि गाडीमा आउँदै हुन्छ सेतो गाडीमा। हामी यतातिर छौँ। आज बच्चाहरूको बिदा दिन भइकिन बिदा भएको कारणले गर्दा बुढाबुढी बोकेर बुढाबुढी जम्मैजना हामी लाग्दैछौँ है। अब हाम्रो स्पिड 60, 70, 80 हुन थालिसक्यो गाइस। हामी एकदम आज अलि ढिलो भयौँ। गाडीबाट अलि छिटो आउनु पऱ्यो। मिता सुजरन गाइस अब हाम्रो घुम्नलाई चट्ट लाएर हामी अब सुपोकावा एकिसकेर अब हामी जाँदैछौँ है। पछाडि चाहिँ दाइको गाडी आउँदैछ। पछाडि दाइ गाडीलाई देखेर त साकाना मिते साथीको साकाना। अब ड्राइभरलाई पनि देखाऊ अनि यतातिर समुद्र पनि देखाऊ अनि यहाँ को चढ्नु भएको सब देखाउनु पऱ्यो नि त। ल ड्राइभर दाइको उपसान होइन, छोरी यता मेरो उपसान छोरी। त्यसपछि अब अगाडि त्यहाँ खतरा पुल आउँदैछ। खतरा पुल आउँदैछ अरे है। ल टावर आयो, टावर ओकिना टावर। ल ओकिना टावर ताली बजाउन ताली। ए बाबा ओकिना टावर त अब पुल 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 ओकिनाको खतरा छ त यार। ओकिनै हो यो। आमा ल हेर त हेर जट्टै यो पुलको यता दाहिनेपट्टि साइड देखाइदियो त। टावर ओकिना टावर पुरा जङ्गल। आमा यस्तो राम्रो ठाउँ हो कि ओकिना त यार। टाढा सट्ट यो घर उतापट्टिबाट साह्रै नै जाने। यताबाट उताबाट गयो नि हुन्छ भयो नि आउँथ्यो कुकुबा पऱ्यो होइन। यता सिधा डाँडा पो कुकुबा। मैले चाहिँ त्यो मिलनहरू सुदीप चौधरीहरूको ग्रुपलाई यहाँनिर घुमाउन ल्याएको कि। शेर्पा पनि भनेर हावा घुम्न ल्याएको चिने नि थिएन तिमीले कि चिने? एकचोटि आफै दामी लाग्यो त्यो ठाउँ। यहाँ समुद्र छ बवाल रहेछ। शीतल छ कि हो त्यहाँनिर एकचोटि प्रकाशमा मात्रै आएको थिएँ। प्रकाशले अहिले बिहे गरेछ। बिहे गरेर छोरो पाइसक्यो। हो र छोरो पाइसक्यो। त्यो त एसएसडब्ल्यूमा आएछ। नेपाल गएर जुमी खाएर जुमी त्यो के अरे एसएसडब्ल्यूको लागि एक्जाम दिएर गएर रहेछ। त्यस्तोमा आएछ कि बुढीहरू बच्चाहरू रहेछ नेपाल। जापान जन्म गर्दापछि नेपाल छोडे कि नेपालमै जन्माएको हो। कुनै ल्याएन ल्याउनु नि पाउँदैन। एसएसडब्ल्यूमा पाउँदैन। उसको ओर्गिनमा चेन्ज गरेर नि मिल्न त। ओके सामा कोची म कोची ल अब हामी आज चाहिँ चट्ट लाएर होइन सब परिवार यता परिवार मेरो परिवार दाइको परिवार मिलेर परेको चटपट खानालाई हामी एकदम पाहाडतिर जाँदैछौँ। ल
लताको हो ल अब हामी यो बाटो हुँदै जान्छौँ है सट्ट लाएर लाएर हामी सबैजना गाडीमा व्यवस्थितसँग बसिया छौँ होइन ल जाउँ दाइ अब त्यसपछि यता देखाउँ डोजर आयो भने डोजर हेर्ने हो त न डोजर जुम गरेर देखाइदिन्छु जेसिबी यहाँ त सबै जग्गामा पनि चाहिँ अब नुन रोपेर सुरु गर्नु हो यहाँ पुरो बमार छ ल तरकारी खेती ल हेर्नुहोस् गाइस होइन ओकिनाको तरकारी खेती हो होइन ल हेर्नुहोस् गाइस सट्टा अब हामी घुम्न जाँदैछौँ होइन सट्टा लाएर ओकिना हेर्नुहोस् अगाडि बाटो आमा यस्तो मजाको छ नि मलाई त किन मैले ओकिना नछोड्नु कारण यो हो कि नेपाल जस्तै छ त ल हेर्नुहोस् त ओडार जस्तो घर पुरै के पुरै बबाल मजाको छ हेर्नुहोस् गैडा छ यो जाडीभित्र यताउता सब छ कि जाऊ घुम्न कान्छी पोखरा पोखराबाट डुम्रे जाने बाटो आबु खैरेनी हुँदै जाने बाटो उखुबारी आबु खैरेनी हुँदै बागलुङ पोखरा जाने हेटौडा हुँदै दामन हुँदै काठमाडौँ गोल्छी दुर्बे रेस्टुरेन्ट सब जाने यता त पुरै नदिने काम पाउने तरकारी बारीमा पुरै तरकारीमा साग सब्जी भेन्टी करेला खेती सब तरकारी एउटा नेपालबाट चाहिँ कुटो कोदाल बोकेर आउनु पर्यो है आउँछ ल अब हामी जाने चाहिँ गाइज त्यो माथि डाँडाको टावरतिर जाने हो है लाएर पहिला हामी यहाँ नोइमनो खाने होइन त्यसपछि बदला जाने हो गाइजहरू होइन अब हामी बाहिर सिसामा बाहिर लगाएर देखाइदिएर मोबाइल खस्छ क्या देखेछ यति भइरहेछ यही हो आमा म चाहिँ यो पनि बसेँ पढेँ मैले टिल चलाउँछ घाँसको लाइट यस्तो मजाले आउँछ आमा ल हेर्नुहोस् ल अब हामी हो लाने हो नेपालको अरुण भ्याली है यो अरुण भ्याली त्यहाँबाट सिधा गएपछि यो साइता मोडेल सिधै जाने यहाँ एक सिधा आयो घामले पर्ने झिलिमिली यता आउँदा हुन्थ्यो नि त अस्ति नै अब जिउने गाजुको 19 तारिक कि कति 9 तारिक इसी गाजु यता एउटा यही भित्र हो कि यही इमिग्रेसन हुन्छ है एउटा भित्र यो हामी कहाँ थियो समुद्र ए भगवान नि छेक्यो नि टावरमा नि यहाँ रहेछ टावर बजार खेल्न यता हो कि आयो 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 आयो
लगेर बच्चाहरू खेल्ने ठाउँ यस्तो मजाको छ कि हो कति खेल्ने बच्चाहरू